अब अध्यक्ष छैन, म संयोजक भएँ। अब अध्यक्ष हुनु मैले त्यो सबै बारे बुझेको छैन, पासपोर्ट छानबिन। अब एउटै कुरा आज हामीले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न गर्यौं। म अब अध्यक्ष छैन, म संयोजक भएँ। अब अध्यक्ष हुनु होला नि त। जेनजी युवाहरू सहितको पार्टी बनाउनु पर्छ भन्ने स्पिरिटलाई हाम्रो पार्टीले सबभन्दा पहिले अघि बढेर आत्मसात गरेको छ। यो जेनजी आन्दोलनका शहीदहरूप्रतिको सम्मान हो, घाइते अपाङ्गता भएकाहरूप्रति सम्मान हो। आम जनता जसले त्यहाँ चाहिँ आफ्नो आवाज व्यक्त गर्नु उहाँहरूप्रतिको सम्मान हो र हामी अरू पार्टीहरूलाई पनि आफूलाई रूपान्तरित गर्नुहोस्, फेरि यो देशको स्वाधीनताको लागि सँगै काम गर्नु छ, त्यसैगरी लोकतन्त्रको लागि सँगै काम गर्नु छ। प्रतिस्पर्धा हामी आफ्नो ठाउँमा छ, देश रह्यो भने प्रतिस्पर्धा हुन्छ, लोकतन्त्र रह्यो भने प्रतिस्पर्धा हुन्छ। सबैले आफूलाई यो नयाँ परिवेशमा एकपटक